सो आज चाहिँ हामीले अब पबमेडमा कसरी सर्च गर्ने होइन त्यसको बारेमा हेरौँला। अब पबमेड भन्ने कुनै पनि खोल्यौँ फर इक्जाम्पल होइन। अब यसरी पबमेड खोल्ने बित्तिकै आउँदाखेरि चाहिँ फर्स्टमा यो होम पेज आउँछ होइन पबमेडको। अब सर्च स्ट्राटेजिजहरू त धेरै तरिकाको छ। अब हामीले एआई युज गरेर नि गर्न मिल्छ, तर बेसिकली अब सर्चको लागि चाहिँ अब हामीले आफैले क्वेरी जेनेरेट गर्नु पऱ्यो भने चाहिँ अब यसरी हामीले तल जाने हो भने त्यहाँनिर मेश भन्ने छ। यो एनसिबिआई यो जुन तल स्क्रिनको बिचमा देखिरहनु भएको छ मेश भन्ने MESH भन्ने छ होइन। त्यहाँ क्लिक गऱ्यो भने अब मेश खुल्छ। अब मेश भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो डिक्सनरी टाइपको टर्मिनोलोजीको कलेक्सन हो होइन। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब डिफ्रेन्ट टर्म्सहरूको बारेमा हामीले भनेको खोज्न खोजेको कुरा र त्यो त्यसमा लेखेको कुराहरू सेम हो कि होइन। फर इक्जाम्पल होइन, अब मैले यता हाइपोथाइरोइडिजम भनेर दिएँ होइन। अब यसमा हाइपोथाइरोइडिजम भनेर सर्च गरेँ भने हाइपोथाइरोइडिजम भनेर सर्च गऱ्यो भने अब यहाँ यस्तो फरक कुराहरू आउँछ होइन। हाइपोथाइरोइडिजम, कन्जेनिटल हाइपोथाइरोइडिजम अनि फरक तरिकाले आएको छ होइन। अब यसमा चाहिँ हामीलाई चाहिएको चाहिँ कुन चाहिँ हो भन्ने कुरा हो कि फर इक्जाम्पल अब हामीलाई चाहिएको चाहिँ जस्तो कि अब कन्जेनिटल हाइपोथाइरोइडिजमको बारेमा हामीले रिसर्च गर्न खोजिराखेका छौँ भने कन्जेनिटल हाइपोथाइरोइडिजममा सर्च गऱ्यौँ होइन। अब यहाँ सर्च गर्दाखेरि चाहिँ के छ त भन्दाखेरि अब डिफ्रेन्ट टाइप्स अफ सब हेडिङ्सहरू छ। अब हामीलाई कुन सब हेडिङमा चाहिएको हो होइन। फर इक्जाम्पल कन्जेनिटल सब हाइपोथाइरोइडिजमको ब्लड पिक्चर के आउँछ भने त्यो हो भने एपिडेमियोलोजी हो भने त्यो होइन, प्याथोलोजी। सो त्यो हिसाबले त्यो स्पेसिफिक टर्म्समा पनि हाम्रो के चाहिँ चाहिन्छ भन्ने तरिकाले अब यसमा चाहिँ मेश, यसको तल चाहिँ मेश हायरार्की भनेर भनेको छ। फर इक्जाम्पल अब हामीले यसमा चाहिँ अल मेश क्याटेगोरिज डिजिज यो गर्दै हामीले यो डिजिज क्याटेगोरीमा खोज्यो भने त्यो अनुसार आउँछ होइन। अब ड्वार्फिजम खोज्यो भने त्यसको कजमा चाहिँ कन्जेनिटल हाइपोथाइरोइडिजम भनेर भित्र आएको छ। अब हामीले ड्वार्फिजम खोज्दाखेरि त्यो पनि भेटिन्छ क्या है। तर कन्जेनिटल हाइपोथाइरोइडिजम खोज्यो भने चाहिँ ड्वार्फिजम नभेटिन पनि सक्छ। सो तलको सबभन्दा लोएस्ट पार्टबाट चाहिँ हामीले खोज्दै जाने हो होइन। अब थाइरोइड डिजिज, हाइपोथाइरोइडिजम गर्दै जाने भयो। अब यसको फाइदा चाहिँ के हुन्छ त भन्दाखेरि अब यहाँ चाहिँ पहिला डेफिनेसनहरूको बारेमा दिएको छ। त्यो भन्न खोजेको चाहिँ हाम्रो टर्म के हो, हामीले खोजेको स्पेसिफिकली यही हो कि होइन होइन। अनि यो साथसाथै अब हाम्रो यता जुन यो साइडमा चाहिँ हाम्रो सर्च पबमेड सर्च बिल्डर भनेर छ। अब यसबाट चाहिँ हामीले एन्ट्री टर्म अथवा सर्च टर्महरू बिल्डअप गर्न सक्छ। फर इक्जाम्पल मैले अहिले सर्च बिल्डरमा एड टु सर्च बिल्डर गरेँ। अब यसरी टर्ममा आयो होइन। अब कन्जेनिटल हाइपोथाइरोइडिजम चाहियो अनि अब हामीलाई चाहिँ केमा चाहियो अनि एडोलेसेन्स भन्नु चाहियो। ओके, फर इक्जाम्पल एडोलेसेन्स भनेको चाहिँ अब यहाँ दिएको छ होइन। पर्सन एज 15 or मोर भनेर दिएको छ होइन। सो 15 or मोर 13 to 18 इयर्स भनेर दिएको छ। सो त्यो स्पेसिफिक एज ग्रुपलाई चाहिँ अब हामीले टार्गेट गर्नु छ। सो कन्जेनिटल हाइपोथाइरोइडिजम इन एडोलेसेन्स होइन। अब त्यो एज ग्रुपमा हामीले टार्गेट गरेर गर्नु छ भने चाहिँ अब यसमा हामीले के गर्यौँ, फेरि एड टु सर्च बिल्डर गऱ्यौँ है। अहिले चाहिँ हामीले एन्ड युज गरेछ, पछि अरू टर्म्सहरूको बारेमा पनि डिस्क्राइब गरौँला। तर अहिले चाहिँ बेसिकली कसरी युज गर्ने भनेर मात्रै देखाउन खोजेको। सो यसले एउटा सर्च टर्म डेभलप गरिदियो। अब हामीले उता टाइप गरिरहनु परेन क्या। अब यहाँ तल सर्च इन पबमेड भनेर सर्च पबमेड गऱ्यो भने सिधै आफै यसले पबमेडको पेज खोलिदिन्छ। तर खोल्दाखेरि उसले त्यही टर्म युज गरेर चाहिँ के छ भनेर देखाउँछ होइन। अब यहाँ चाहिँ डिफ्रेन्ट तरिकाले अब हामीले अहिले फिल्टरहरू युज गरेको छैन, केही पनि युज गरेको छैन होइन। सिम्पल तरिकाले खोज्दाखेरि चाहिँ अब यस्तो किसिमको कुराहरू आयो होइन। अब फर इक्जाम्पल अब हामीले यो एउटा हेरौँ न, इन्भेस्टिगेटिङ TSHR जिन भेरिएन्ट्स इन कन्साङ्गुइनस फ्यामिलीज, नोभल इन्साइट्स इन्टु द भेरिएबल एक्सप्रेसन इन फ्यामिलियल कन्जेनिटल हाइपोथाइरोइडिजम। अब यो वाला खोल्यो भने अब के भयो त, यसमा डिफ्रेन्ट तरिकाले होइन अब यो के हो कस्तो हो, अब यो ओभरअल पाइयो होइन, एब्स्ट्र्याक्ट छ अनि त्यसको फिगर्सहरू दिएको छ होइन। सो यसरी हामीले एउटा सर्च स्ट्राटेजी गर्न सकियो होइन। अब अहिलेको लागि चाहिँ बेसिकली जस्ट अबाउट हाउ टु युज मेश टर्म्स भनेर छ। तर अब पछि चाहिँ मेश टर्म साथसाथै अब यो एन्ड अर नट फङ्सन कसरी युज गर्ने, के गर्ने, व्हाट आर दिज भन्ने कुराको बारेमा चाहिँ डिस्क्राइब फर्दर गरौँला होइन। अहिलेको लागि चाहिँ जस्ट अब मेश चाहिँ कसरी युज गर्ने भनेर यु क्यान जस्ट प्ले विथ दिस मेश होइन। अब कसरी गर्ने, के गर्ने, आफ्नो सर्च टर्म, आफ्नो खोजेको थेसिस टपिकहरू के छ त्यो अनुसार गर्न सकियो। सो त्यही हो अहिलेको लागि। अब अर्को भिडियोमा चाहिँ अब हामी एन्ड अर नटको बारेमा बुझौँला। टिल देन थ्याङ्क यू फर वाचिङ SRG's मेडिसिन है। अब विल बी टकिङ अबाउट थेसिस टपिक फर्दर मोर, होपिङ युल ह्याभ अ ग्रेट थेसिस टपिक।